सो हेलो गाइस, तपाईहरुलाई स्वागत छ मेरो न्यू ब्लगमा। सो आज चाहिँ म आइपुगेको छु यहाँ कलैयाको घरियारा पोखरा, जो कि एकदमै राम्रो ठाउँ छ। सो अहिले चाहिँ यहाँ अलिकति विकास नभएर यहाँको पोखराहरू चाहिँ अलिकति एकदमै नराम्रो अवस्थामा रहेको छ। सो यहाँको लोकल पिपुलहरुसँग सोधौँ उहाँहरूको ओपिनियनहरू के रहेछ। सो हेलो सर, कस्तो हुनुहुन्छ सर? राम्रो छु सर। अनि तपाईँ के यहीँको लोकल मान्छे हो? म यहीँको कलैयाको हो, तर यो वार्डको होइन, मेरो वार्ड चाहिँ 4 नम्बर हो। ए, अनि तपाईँ चाहिँ यहाँको बारेमा केही भन्न चाहनुहुन्छ? ए हुन्छ सर, अलि उता गएर भन्नु न, यसलाई अलि साउन्ड आइरहेछ नि। ल भइहाल्छ। अनि के हो नि यहाँको यो जमेको पानीहरू सफाहरू गर्नु हुँदैन, के छन् यसको बारेमा चाहिँ? यो चाहिँ हाम्रो कन्ट्रोलमा रहेको छैन, यो सब त्यहाँ नगरपालिकामा गएर भन्नुपर्छ। हजुर हजुर। यहाँको स्टाफहरू चाहिँ केही भन्दैन, तिनीहरू सब पैसा खाने हो। अब के अब अहिले नेपालको स्थिति त हजुरलाई थाहा होला नि। एकदमै अहिले एकदमै नाजुक अवस्था रहेको छ। सो हेरिरहेको छु, यो मैले पहिला पनि आउँदा यस्तै थियो, अहिले पनि यस्तै छ। सो तपाईँ यसको बारेमा चाहिँ के भन्न चाहनुहुन्छ? मैले भन्ने कुरा यही हो कि यहाँ बजेट त आउँछ हजुर, तर सब पैसा चाहिँ आफ्नो नेता आफ्नो पेटमा पुरा हाल्छ। हजुर। अनि यहाँको पब्लिक जनता केही भन्न चाहदिन। यहाँको जनता एकदमै के भन्नु, अब तपाईँ बुझ्न सक्नुहुन्छ आफैले। यो पानी छ नि, यो पुरा पानी जमेको, यता माछा मलेर कमसेकम 20 केजी मरेको होला माछा धेरै गनाएर। तर आउँदो दिनमा यो चाहिँ हाम्रो पोखरा विगतभन्दा 50% धेरै प्रगतिमा हुन्छ। मैले उहाँको कुराहरूदेखि एकदमै म सहमति छु। उहाँले भनेको कुराहरूमा म एकदमै आस्वादन छु। उहाँले भनेको कुरामा म एकदमै चित्त बुझ्दछु। सो आउने टाइममा, आउने समयमा के यहाँको सरसफाइको कार्यक्रमहरू, यहाँ के परिवर्तनहरू गर्न सकिन्छ, यहाँ के गर्न सकिन्छ, हामी यहाँ आवाज उठाउँदैछु। म पनि यहीँको नागरिक हो, उहाँ पनि